ल आज एउटा सानो तर एकदमै काम लाग्ने सक्ने इलेक्ट्रोनिक कम्पोनेन्टबारे कुरा गरौँ है त। म्याक्स 4466 माइक एम्प्लिफायर। हामीसँग यहाँ घुम्ती पसल नेपाली विक्रेताकै विवरण छ। हेर्दा त सानो छ, तर खासमा आर्डिनो र रास्पबेरी पाई चलाउनेहरूको लागि यसमा के छ त अलिकति गहिरिएर हेरौँ न। हो त नि। यसको सबभन्दा राम्रो पक्ष नै सायद के हो भने यसमा माइक्रोफोन र एम्प्लिफायर दुईटै छ एउटै बोर्डमा के। एउटैमा? हजुर। त्यसले गर्दा अडियो इनपुट चाहिने प्रोजेक्टहरूमा जोड्न निकै सजिलो हुन्छ। धेरै तारहरू सर्किटहरू चाहिँदैन। विवरणमा त उच्च प्रदर्शन भनेको छ, अनि स्पष्ट आवाज रहित अडियो पनि। सुन्दा त राम्रै लाग्यो, तर व्यवहारमा यसको अर्थ के हो? के साँच्चै फरक पर्छ र? अवश्य पर्छ नि। उच्च प्रदर्शन र स्पष्ट अडियो भनेको यसले चाहिँ अनावश्यक हल्ला, त्यो ब्याकग्राउन्डको गडबडी त्यो घटाएर सफा साउन्ड सिग्नल दिन्छ के। जस्तो मानौँ न तपाईँले आवाजले बल्ने बत्ती बनाउनु भयो, तर त्यो छेउमा गाडी गुड्दा नि बल्दियो भने त काम भएन नि, होइन र? हो त। हो, यो मोड्युलले त्यस्तो हुनबाट अलिकति जोगाउँछ। अनि सिग्नल सफा भएपछि भोइस रिकग्निसन जस्तो काममा पनि शुद्धता बढ्छ। तपाईँले दिएको कमान्डले पहिलोचोटिमै काम गर्न सक्छ। नारखुदो। अनि त्यो अनबोर्ड एम्प्लिफायर र समायोज्य गेन नि त्यो के हो? अनबोर्ड एम्प्लिफायर भनेको चाहिँ त्यो माइकले टिपेको सिग्नल एकदमै सानो हुन्छ नि त, त्यसलाई बलियो बनाउन छुट्टै सर्किट बनाउनु परेन। यही मोड्युलले नै गर्छ त्यो काम। सर्किट सजिलो भयो। अनि समायोज्य गेन चाहिँ यो त झन् गजब फिचर हो। मोड्युलमा एउटा सानो घुमाउने नब हुन्छ, पोटेन्सियोमिटर। त्यो सानो पेच जस्तो देखेको छु। हो त्यही। त्यसलाई घुमाएर तपाईँले माइक कति सेन्सिटिभ हुने भनेर मिलाउन सक्नुहुन्छ। मतलब कति सानो आवाज टिप्ने अनि त्यसलाई कति ठुलो बनाउने त्यो मिलाउन मिल्छ। हो र? टाढाको मधुरो आवाज सुन्नु पर्यो कि नजिकको चर्को मात्र टिपे पुग्छ, त्यही नबले मिलाउन दिन्छ। यो सानो कुराले नै सामान्य माइक र यो मोड्युलमा ठूलो फरक पार्छ, खास गरी जहाँ विभिन्न लेभलको आवाज हुन्छ नि। तर यो मिलाउन त सुरुवातीहरूलाई गाह्रो पो हुन्छ कि? धेरै घुमायो भने के होला? खै अलिकति त अभ्यास चाहिन्छ होला, तर गाह्रो चाहिँ हुन्न। धेरै गेन बढायो भने त्यो ब्याकग्राउन्डको हल्ला पनि बढ्न सक्छ। फेरि कम गर्दा चाहिएको आवाजै नटिप्ला। तर थोरै यताउता गरेपछि आफ्नो प्रोजेक्टलाई ठिक्क हुने पोइन्ट भेटिहालिन्छ। अनि यसमा जम्मा 3टा पिन छन्: VCC पावर, GND ग्राउन्ड अनि OUT अडियो सिग्नल। सजिलो छ जोड्न पनि। 3टा मात्र? अनि प्रयोग केमा हुन्छ त? यहाँ त भोइस रेकग्निसन, साउन्ड सेन्सिङ, अडियो रेकर्डिङ भनेको छ। यी त सामान्य नै सुनिन्छन् नि। हो, सामान्य हुन्, तर यो मोड्युलले ती सामान्य कामलाई पनि अलि भरपर्दो बनाइदिन्छ के। जस्तो साउन्ड सेन्सिङ भनौँ न, ताली बजाउँदा बत्ती बाल्ने बनाउनु छ। अब यो मोड्युलले तालीको आवाज र अरू हल्ला छुट्याउन मद्दत गर्यो नि त, त्यो गेन मिलाउन मिल्ने भएर। अथवा सानो अडियो रेकर्डर बनाउँदा पनि बाहिरको हल्ला कम गरेर सफा आवाज रेकर्ड गर्न सकियो। प्रोटोटाइपिङको लागि त एकदम राम्रो। छिटो टेस्ट गर्ने, रिजल्ट हेर्ने अनि फेरि मिलाउने। र यो सानो पनि छ, सुरुवाती मैत्री पनि भयो, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा नेपालमै घुम्ती पसलमा पाइन्छ। छिटो डेलिभरी पनि रे। हो नि, यो नेपालमै पाइनु चाहिँ निकै महत्त्वपूर्ण कुरा हो। विदेशबाट मगाउँदा कति टाइम लाग्ने, शिपमेन्ट खर्च, कहिलेकाहीँ भन्सारको झन्झट कति हो त नि। यो सबैबाट बचियो। यसले गर्दा विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, शौखिनहरू सबैलाई केही आइडिया आयो कि सामान किनेर टेस्ट गर्न सजिलो भयो। सानो आइडियालाई पनि साँच्चीकै बनाउन यस्ता कुराले हौसला दिन्छ। नेपालको मेकर कम्युनिटी, इनोभेसनलाई यसले सघाउँछ। त्यसो भए छोटकारीमा भन्दा म्याक्स 4466 एउटा सानो तर शक्तिशाली, प्रयोग गर्न सजिलो माइक एम्प्लिफायर मोड्युल रहेछ। समायोजक गेन, सफा अडियो, आर्डिनो र रास्पबेरी पाई प्रोजेक्टको लागि राम्रो, र नेपालमै पाइनु अर्को प्लस पोइन्ट। बिल्कुल। यसले अडियोसँग खेल्न, नयाँ प्रोजेक्ट बनाउन पहिले भन्दा धेरै सजिलो बनाएको छ। र यसले मलाई एउटा कुरा सोच्न बाध्य बनायो। के कुरा?
हामीले त सामान्य प्रयोगको कुरा गर्यौं नि, आवाज पहिचान, ध्वनि सेन्स गर्ने। तर यस्तो सजिलै पाइने, सस्तो अनि गेन मिलाउन मिल्ने अडियो सेन्सर प्रयोग गरेर अरू कस्ता नौला वा सायद कलात्मक प्रोजेक्टहरू बन्न सक्लान्? प्रविधिको यो आँखाले हेर्दा हाम्रो वरिपरिको आवाजको संसारमा हामीले अहिले नसुनेका वा वास्ता नगरेका के कुराहरू पत्ता लाग्छन् होला?